प्रधानमन्त्री कसले बनाउने त बालेन केपी अनि गगन को भन्छ यहाँ हर्के मेरो विचारमा त होइन नयाँ व्यक्ति नै होस् कि होइन पहिलाको पहिलाकोले होइन त्यत्रो एकचोटि भएर के गरे त होइन केही गरेनन् नि त त्यही भएर नयाँलाई चान्स दिउँ न त सो हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल आई होप सबैजना सञ्चारमा हुनुहुन्छ होला अनि म पनि एकदम फिट एन्ड फाइन छु अनि हिजो चाहिँ भिडियो हाल्नु पाएको छैन त्यसको लागि सरी होइन अब चाहिँ कन्टिन्यू हाल्ने छु है अनि चाहिँ यो साथीहरू अहिले चाहिँ म यहाँ एकै ठाउँमा लिएर छु भनौँ होइन ज्याखा ठाउँमा भयो म चाहिँ अझै टाढो जाऊँ न निर्वाचन आयोग टाढो जाऊँ न त भोलि त चुनाव छ होइन माहौल के कस्तो छ बुझौँ भनेर जानु लाग्यो त्यस्तै हो साथीहरू अहिले के मिल्दैन यहाँ गिटारहरू छ होइन त्यहाँ होइन त्यो साथीहरू कहिले के मिल्दैन कहिले के मिल्दैन त्यस्तै छ म चाहिँ जाने यताबाट हो चुनाव लाग्यो चुनाव भएर नि होला भोलि आज चाहिँ यस्तो शान्त छ भनौँ न पहिलाको जस्तो भिडभाड छैन होइन त्यहाँ अघि चाहिँ निर्वाचन आयोग छ कि म चाहिँ त्यहाँ जान्छु न माहौल कस्तो छ बुझ्नु पऱ्यो नि त होइन अनि म चाहिँ अनि एउटा कुन जनताले के भन्छ भने चाहिँ यसपालि चाहिँ हाम्रोलाई होइन राम्रो व्यक्तिलाई भोट दिउँ होइन भोट दिएर जिताउनु पर्छ क्या यसपालि चाहिँ होइन हेऱ्यो त पुरानाले कति हेर्ने हो र हेऱ्यो त अनि 3-4 कति वर्ष हेऱ्यो यसपालि चाहिँ नयाँलाई दिउँ न त होइन मैले चाहिँ फेरि कसैलाई मैले कुनै पार्टीकोले त्यस्तो नराम्रो भन्न खोजेको होइन मैले चाहिँ आफ्नो ओपिनियन होइन विचार क्या वी आर ओपन प्लिज भिजिट क्लोज द ब्याक इन ट्रान्स के हो यहाँ होन्डाको नयाँ खोलेको जग्गा त्यो साथी यहाँ चाहिँ क्यामेरा हिँडिराख्नु अहिले अनि त्यो साथीहरू हेर्नु चाहिँ म निर्वाचन आयोगको ठ्याक्कै त छु होइन यहाँ चाहिँ के कस्तो छ यस्तो छ होइन नाइट भ्यू कति ठाउँबाट हिँड्ने कि आज नयाँ बाटो हिँड्नु अहिले त्यस्तो भइरहेछ ऊ यहीँ अघि हो कि निर्वाचन आयोग चाहिँ होइन त्यहाँ टन्नै बोर्डहरू राखेको छ यस्तो गर्न हुन्न यो गर्न हुँदैन भोट खसाल अधिकार खेर नफालौँ त्यो चाहिँ एकदम सही हो होइन भोट खसाल अधिकार खेर नफालौँ क्या है चाहिँ निर्वाचन आयोग हो यस्तो तामझाम भइरह के तामझाम हुने हो र होइन यहाँ त्यस्तो होइन त्यो भारतले गाडीहरू दिएको थियो नि के भन्छ नि हेल्प गरेको थियो नि ऊ तिनीहरू गाडी त्यो चाहिँ तिनीहरू गाडी हुन् होइन कतिवटा गाडी दिएको थियो यार मलाई पनि थाहा भएन तर गाडी चाहिँ हेर्नु त ऊ त्यो चाहिँ निर्वाचन आयोग भयो अनि यहाँ चाहिँ यस्तो उहरू टाँगिरह भनौँ न अब मतको गोपनीयता भन्ने नि के हो त्यो उ गरिरह के यसरी हाल्दा बदर हुन्छ भन्ने तिनीहरू सिकाइरह अनि ऊ त्यो चाहिँ निर्वाचन आयोग भयो होइन साथीहरू म चाहिँ भोलि यहाँ आउँछु होइन भिडियो गराउन चाहिँ पाइन्न त्यही पनि मैले चाहिँ बनाइरहेको हालै छैन होइन त्यो साथीहरू अनि भोलि अनि कसलाई भोट दिने त अनि अबको प्रधानमन्त्री कसलाई बनाउने त बालेन केपी अनि गगन को भन्छ यहाँ हर्के मेरो विचारमा त होइन नयाँ व्यक्ति नै होस् कि होइन पहिलाकोले होइन त्यत्रो एकचोटि भएर के गरे त होइन केही गरेनन् नि त त्यही भएर नयाँलाई चान्स दिउँ न त मेरो ओपिनियन चाहिँ के हो त्यही भएर म चाहिँ नयाँतिर समर्थन गर्नु लाग्यो अनि यसपालि चाहिँ यो जस्तो भयो भने नयाँलाई नै जिताउनु पर्छ क्या म चाहिँ के भन्छु भने चाहिँ ट्युसन जनताहरूलाई के भयो कि अहिले त्यत्रो वर्ष होइन सांसदमा पनि 3 वर्ष बसेँ होइन सूर्य थापा तिमीले के गरे त अनि के गरे अनि फेरि भेडा जनताखेरि के गर्छन् थाहा सूर्य थापाले यस्तो गऱ्यो भनेर सबै त्यसको पछि लाग्छन् कि भोलिहरू त्यस्तो झोले नबनिदिउँ न यार अहिले त नयाँ पार्टी केही गर्छु भनेर आँखातिर तिमीलाई साथ सपोर्ट गरौँ यार
अहिले हाम्रालाई होइन कि राम्रा व्यक्तिले गरिदिउँ न त अनुरोध गरौँ पहिलाको अब त्यस्तो रहेछ होइन यो चाहिँ बन्द भइसक्यो हुन त फेरि आजदेखि कति आज अहिले चाहिँ कति 12 बजीदेखि गाडी चल्दैनन् होइन भोलि कति 12 बजीसम्म नै होला यताबाट नारायणी होटी जाने भयो होइन अनि त्यस्तो बवाल मजा छ त यार हिल्टन होटल हिल्टन हो त्यो हिल्टन अघि नभए हिल्टन भने चाहिँ बाराई होटल यो होइन कस्तो बोल्दा नि म कस्तो कन्फ्युज हुन्छु यार म चाहिँ यहाँबाट रोड क्रस गर्छु होइन बाराई होटलदेखि यता साइडमा आइसकेको छु होइन यताबाट चाहिँ नारायण हिटी दरबार जान्छ है साथीहरू गाडीहरू आज खासै चलेको छैन म चाहिँ डिफाइन जनतालाई के भन्छु भनेपछि होइन सूर्य थापा 3 वर्ष सांसद भयो होइन 3 वर्षमा तिमीले के गरे त होइन केही देख्छिन केही न किसानमा न विकास गरे के गरे त अब मान्छे फेरि अब के कस्तो छ भने चाहिँ तिमीको पछि लाग्छ या तिमीको ए सूर्य थापा यस्तो मान्छेले केही गर्यो भने जसले गर्छ त्यसको पछि लाग्ने हो कि मान्छेहरू माने अब विकास गरेका छन् भने विकास गरेको पछि लाग्ने हो अब 3 वर्षमा केही गरेकै छैन अब विकास गरेको छैन ओ गरेका भन्छु होइन केही गरेकै छैन अनि हामी फेरि कस्ता खान जान्छ हामी फेरि भेडा जाँदाखेरि तिनीहरूको पछि सपोर्ट गरिदिन्छौँ कि अहिले दुई तिन दिन होइन मासु भातमा बिकेर हुँदैन कि पछि लामो समय दीर्घकालीन सोच्नु पऱ्यो नि त म त के भन्छु होइन तपाईँले अब दुई तिन दिन अब मासु भात फ्री होला अरे पेट्रोल फ्री होला अरे होइन हिँड्नुहुन्छ होइन अहिले तपाईँलाई त्यसको नराम्रो परिणाम तपाईँले भोग्नुपर्छ कि 5 वर्षसम्म तपाईँ अहिले 2 दिन यस्तो 2-3 दिन यस्तो गरेर हिँड्नुहुन्छ नि त्यसको परिणाम तपाईँले भोग्नुपर्छ कि 5 वर्षसम्म त्यही भएर दीर्घकालीन सोचौँ कि यो के हो र होइन अहिले त्यो मासु भातमा नबिकाउने यार साथीहरू त्यही होइन भुल्यो यस्तो गरेर नपाइन्न होइन मैले कसैको सपोर्ट चाहिँ लिएँ होइन है मैले के भन्यो भने चाहिँ हाम्रालाई होइन राम्रा व्यक्तिले भोट दिउँ न त होइन भोट दिएर जिताउँ न त त्यही भएर यसपालि चाहिँ हाम्रोलाई होइन राम्रोलाई दिएर जिताउनुपर्छ होइन मेरो विचार चाहिँ त्यो हो होइन अन्त सबैको आफ्नो विचार हुन्छ तपाईँको विचार के छ कमेन्टमा लेखिदिनु होला म चाहिँ यहाँ रोड क्रस गर्नुपर्छ गाडीहरू आइरहेको छन् खाली छ होइन आउँछ नि त राइडर हो होइन जान्छ अहिले चाहिँ म लन्चोर बाहिर छु होइन कस्तो अँधेरो भएको त अनि त्यही हो साथीहरू यो चाहिँ अन्तिम हेर्नु होला के कस्तो हुन्छ लेट्स सी हेर्दै जाउँ न एनसिल अफिस भइहाल्यो होइन अस्ति नै भनिरहेको थियो जेएनजी आन्दोलनमा यस्तो भएको भनेर जे होस् बन्दैछ भनौँ न बन्द छ बिस्तारै यस्तो जानुपर्छ होइन लैनचौरको खेल मैदान भयो गएर गाडी हान्यो नि त हान्यो यार